लुम्बिनी नेपालको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल हो। यो स्थल शान्तिका दूत गौतम बुद्धको जन्मस्थलका रूपमा विश्वभरका बौद्ध धर्मावलम्बीहरूका साथै सम्पूर्ण मानव जगतका लागि अत्यन्त पवित्र मानिन्छ। लुम्बिनीले ठूलो इतिहास र गौरव बोकेको छ। लुम्बिनीले शान्ति, सद्भाव र आध्यात्मिकताको सन्देश बोकेको छ, जसले यसलाई विश्व सम्पदाको एक अमूल्य धरोहर बनाएको छ। लुम्बिनी नेपालको रूपन्देही जिल्लामा रहेको छ। यो स्थललाई शान्ति र ध्यानको लागि उपयुक्त मानिन्छ। विभिन्न ऐतिहासिक वृत्तान्त अनुसार महारानी मायादेवीले यही स्थलमा गौतम बुद्धलाई जन्म दिएकी थिइन्। त्यसैले पनि यो स्थल धेरै महत्त्वपूर्ण छ। त्यस्तै सम्राट अशोकले यहाँ एक स्तम्भ पनि स्थापना गरेका थिए, जसलाई अशोक स्तम्भ भनेर पनि चिनिन्छ। प्राचीन इतिहासको प्रमाण अशोक स्तम्भले ठूलो ऐतिहासिक महत्त्व बोकेको छ। लुम्बिनी बौद्ध धर्मका अनुयायीहरूको लागि मात्र होइन, सम्पूर्ण मानव जातिको शान्ति र आध्यात्मिकताको लागि प्रसिद्ध स्थल हो। यहाँका गुम्बा र स्मारकहरूले बौद्ध धर्मको धार्मिक महत्त्वलाई विश्वभर फैलाएका छन्। प्रत्येक वर्ष लाखौं सत्य र शान्तिका अनुयायी यहाँ आउँछन्। मानिसहरू ध्यान, शान्ति र आन्तरिक ऊर्जा प्राप्त गर्नका लागि यहाँ आउने गर्छन्। लुम्बिनीमा अन्य महत्त्वपूर्ण गुम्बाहरू पनि रहेका छन्, जहाँ विभिन्न स्थापत्य कला र धार्मिक दृष्टिकोणको झलक देख्न पाइन्छ। लुम्बिनी शान्ति, सद्भाव र आध्यात्मिकताको अमूल्य धरोहर हो। यसले हाम्रो देश नेपाललाई विश्वभर चिनाएको छ। लुम्बिनीको भ्रमणका लागि वर्षेनी धेरै सङ्ख्यामा विदेशी पर्यटकहरू नेपाल आइपुग्छन्। यसले देशलाई विश्वसामु चिनाउन मद्दत त गर्छ नै, साथै स्थानीय मानिसहरूको पनि जीवनस्तर उकास्न मद्दत गर्छ। हामी सबैले लुम्बिनीको महत्त्व र गरिमालाई बुझ्नुपर्छ र यसको अस्तित्वलाई जोगाइरहनुपर्छ। यसको प्रचार प्रसारमा ध्यान दिनुपर्छ। आज विश्वका विभिन्न देशहरूले पर्यटनबाट आफ्नो देशको अर्थतन्त्र सुदृढ बनाइरहेको समयमा हाम्रो देशले पनि लुम्बिनीमा पर्यटक आकर्षित गर्न विभिन्न कार्यहरू गर्नुपर्छ। लुम्बिनी जस्ता महत्त्वपूर्ण स्थलको संरक्षण र जगेर्ना गर्नुपर्छ। लुम्बिनी हाम्रो शान हो। लुम्बिनी हाम्रो गौरव हो। यो हाम्रो एक महान धरोहर हो र यसको मर्यादा जोगाउनु हाम्रो कर्तव्य हो। हामीले यसको प्रतिष्ठा जोगाउन हदैसम्मको प्रयास गर्नु जरुरी छ। लुम्बिनीको संरक्षण र प्रवर्धनका लागि सरकारले अझै बढी ध्यान दिनु जरुरी छ।